नमस्ते, म जीवेन्द्र राउल। आज यो पछाडिको बोर्ड देखेर तपाईँहरूले थाहा पाइहाल्नुभयो होला, यो पढाउने ठाउँ हो। यो हाम्रो गाउँको काका झन्डै 4-5 वर्ष लोकसेवा तयारी गरेर अहिले सबै कुरा आफूले अध्ययन गरेर पूर्ण अरू नयाँ बिगिनर विद्यार्थीहरूको लागि पढाउने एउटा कोसिस गर्नुभएको छ। उहाँको नयाँ सेटअप छ। उहाँले पढाउनु भएको भिडियो म पछाडि राखिदिन्छु, हेर्नु होला। उहाँको पढाइ तपाईँले कस्तो लाग्छ? नयाँ लोकसेवा शरणार्थी होइन, नयाँ लोकसेवा पढ्न चाहने विद्यार्थीहरूले चाहिँ त्यो भिडियो अवश्य हेर्नु होला। बुझ्ने गरिकन एकदम कुनै पनि कुरालाई लामो तरिकाले व्याख्या बनाएर होइन, सबै नयाँ विद्यार्थीहरूलाई बुझ्ने गरिकन उहाँले पढाउने कोसिस गर्नुभएको छ। पढाउने तरिका अलिकति भए पनि अप्ठ्यारो कसैले लाग्छ भने भन्नु होला। उहाँले सुधारेर पुनः फेरि पढाउने कोसिस गर्नुहुनेछ। भिडियो पुरै हेर्नु होला। अनि त्यसपछि सम्पूर्णमा नमस्कार, म धर्मेन्द्र राउत। आज हामी लोकसेवा पढ्ने विद्यार्थीहरूलाई केही सपोर्ट होस् भन्ने उद्देश्यले जुन 7वटा प्रदेश अनि ती प्रदेशमा कुन प्रदेशमा कतिवटा जिल्ला अनि स्थानीय तहको कुरा, निर्वाचन क्षेत्र, जनसङ्ख्या, क्षेत्रफल, जनघनत्व अनि यति कुराहरू चाहिँ समेटेर एउटा जस्तो टेबल बनाउँछौँ। यो टेबल 1-2 पटक हेरेर चाहिँ यसको बारेमा जानकारी गर्नु होला। यो रिटर्न र जिके दुईटैमा एकदम काम लाग्ने कुरा हो। ल, प्रदेश जिल्ला, स्थानीय तह, निर्वाचन क्षेत्र, जनसङ्ख्या, क्षेत्रफल र जनघनत्व। अब यो 7वटा प्रदेशको हामीले जिल्ला, स्थानीय तह, निर्वाचन क्षेत्र, जनसङ्ख्या, क्षेत्रफल र जनघनत्व यति धेरै कुरा समेटेर हामीले भिडियो बनाउने प्रयास गरेर पनि जानकारी दिन्छौँ। जस्तो यो रिटर्न र जिकेमा दुईटैमा काम लाग्छ। पहिला प्रदेश कोशी, 1 नम्बर प्रदेश अथवा कोशी प्रदेश। कोशी प्रदेशमा जिल्ला कतिवटा छन् भनेपछि 13वटा जिल्ला अनि स्थानीय तह कति 137वटा, निर्वाचन क्षेत्र 28, जनसङ्ख्या कति छ भन्दाखेरि 17.01%, क्षेत्रफल 17.06%, 17.6 अनि जनघनत्व 19292। अनि त्यस्तै 2 नम्बर प्रदेश मध्य प्रदेशमा 8वटा जिल्ला अनि स्थानीय तह कति 136वटा र निर्वाचन क्षेत्र 32वटा र जनसङ्ख्या 20.3 अनि क्षेत्रफल 6.57 र जनघनत्व चाहिँ 633। अब त्यस्तै मधेस अनि त्यस्तै बागमती प्रदेशमा कतिवटा जिल्ला छन् भन्दाखेरि 13वटा, क्षेत्रफल कति छ, स्थानीय तह 119वटा अनि निर्वाचन क्षेत्र 33वटा र जनसङ्ख्या कति छ भन्दाखेरि 20.97%, सब प्रतिशतमा हो। अनि त्यस्तै क्षेत्रफलको कुरा गर्ने हो भने 13.79% र सब प्रतिशतमा। अब क्षेत्रफल प्रतिशतमा। अब जनघनत्व 301। अनि अब बागमती प्रदेश 3 नम्बर। अब 4 नम्बर प्रदेश गण्डकी प्रदेश हेर्ने हो भने जिल्ला कतिवटा छन् भने गण्डकीमा 11वटा जिल्ला छन्। अनि त्यस्तै स्थानीय तह गण्डकीमा 85वटा, निर्वाचन क्षेत्र 26वटा, 18वटा निर्वाचन क्षेत्र अनि जनसङ्ख्या गण्डकी प्रदेशमा 8.46% र क्षेत्रफल गण्डकीमा
14.61% अनि त्यसपछि गण्डकीमा जनघनत्व प्रतिशत भने 115 त्यस्तै लुम्बिनी प्रदेश 5 नम्बर लुम्बिनी प्रदेशमा जिल्ला कतिवटा छन् भनेपछि 12 जिल्ला अनि स्थानीय तह हेर्ने हो भने 109 अनि निर्वाचन क्षेत्र 26 र जनसङ्ख्या लुम्बिनी प्रदेशमा 17.56% र अनि क्षेत्रफल लुम्बिनी प्रदेशमा कति छ भनेपछि लुम्बिनी प्रदेशको क्षेत्रफल हेर्ने हो भने 5 नम्बर प्रदेश हो यो 15.14% अनि जनघनत्व 230। अब 6 नम्बर प्रदेश यानी कि कर्णाली प्रदेशमा 10 जिल्ला छन्। निर्वाचन क्षेत्र यो स्थानीय तहको कुरा गर्ने हो भने 79 निर्वाचन क्षेत्र 12 है अनि जनसङ्ख्या 5.79%, क्षेत्रफल 19.01% र जनघनत्व 60। अब सुदूरपश्चिम है सुपमा कतिवटा जिल्ला छन् भने 9 जिल्ला, स्थानीय तहको कुरा गर्ने भने 8 र निर्वाचन क्षेत्रको कुरा गर्ने भनेपछि सुपमा 16 र जनसङ्ख्याको कुरा गर्ने भनेपछि 9.24 र क्षेत्रफल 13.28%, 100% यो क्षेत्रफल अनि त्यसपछि जनघनत्व 103.38। अब यसबाट सोध्न सक्ने क्वेसन के हो भनेपछि जीकेमा जस्तो रिटर्नमा हेर्ने भनेपछि रिटर्नमा सबै प्रदेशको जस्तो कोशी प्रदेशको विशेषता सोध्यो, मतलब यानी कि मध्य प्रदेशको बागमती यस्तै 7वटा प्रदेशको विशेषता सोध्यो भने यति कुराहरूलाई हामीले समेटेर यानी कि अरू त्यहाँको विशेषताहरू पनि लेख्नुपर्छ। तर यो चाहिँ जनसङ्ख्या, क्षेत्रफल, जनघनत्व, स्थानीय तह अनि यी जिल्ला यो चाहिँ विशेषता लेख्यो भने एकदम उत्कृष्ट हुनसक्छ। अनि त्यसपछि अब जिकेमा यसबाट कसरी क्वेसन सोध्छ भने जस्तो सबैभन्दा बढी स्थानीय तह भएको प्रदेश कुन हो, सबैभन्दा बढी स्थानीय तह भएको प्रदेश कुन हो सोध्ला। जस्तो कोशी प्रदेश भन्नु पर्यो हामीले, जस्तो कम स्थानीय तह भएको प्रदेश कुन हो जस्तो कर्णाली भन्नु पर्यो। जस्तै अब यसमा जनसङ्ख्याका हिसाबले सबैभन्दा बढी भएको प्रदेश कुन हो भन्ला, जस्तो बागमती भन्नु पर्यो 20.97। त्यस्तै जनसङ्ख्याका हिसाबले कम भएको भन्ला है कर्णाली भन्नु पर्यो 5.96। अनि जस्तो जनघनत्वको कुरा होला, जनघनत्वको हिसाबले सबैभन्दा बढी भन्ला हामीले मधेस भन्नु पर्यो। अनि त्यसपछि जनघनत्वमा सबैभन्दा कम भन्ला कर्णाली भन्नु पर्यो। यस्तै यो चाहिँ प्याटर्न चाहिँ जिकेमा हुन्छ। जस्तो क्षेत्रफल जस्तो हामीले यानी कि गण्डकी प्रदेशमा एक्जाम दिन गयौँ भने जस्तो गण्डकी प्रदेशको क्षेत्रफल नै सोध्देला, क्षेत्र सोध्यो भने 14.61 यसरी सोध्छ। तर यसलाई याद कसरी गर्ने हो त, यो चाहिँ सोध्ने मोडेल भयो क्वेसनको। अब यसलाई याद कसरी गर्ने भन्ने हो। जस्तो कोशीमा हामीलाई 13वटा जिल्ला छन्, प्रायः यो सबैलाई थाहा जानकारी नै हुन्छ। अनि 137वटा स्थानीय तह छन् अनि त्यसपछि 28वटा निर्वाचन क्षेत्र। अब जनसङ्ख्या 17.01 छ अनि क्षेत्रफल 17.0 छ, जनघनत्व 192 यो कोशीको छ। अनि हाम्रो पहाडी प्रदेश छ, यो पहाडी प्रदेशको जनघनत्व पनि 192 नै हो। अनि त्यस्तै अब मधेसमा 8वटा जिल्ला है अनि 130 छ। अब यहाँ 136 यहाँ मधेसमा। अब त्यस्तै 28वटा त्यहाँ भइसक्यो। अब मधेस 2 नम्बर प्रदेश हो, यहाँ 32 दुईवटा आयो। यहाँ जस्तो बागमती प्रदेश यहाँ 3 नम्बर प्रदेश 33 आयो। यसरी हामीले याद गर्न सक्छौँ। अनि पनि जस्तो क्षेत्रफल याद गर्नु पनि एकदम सजिलो छ। जस्तो बागमती प्रदेशको यहाँ 20.97 छ जनसङ्ख्या, मतलब ठ्याक्कै 13.97 ठ्याक्क 979 उल्टो छ। यसरी हामीले याद गर्न सक्छौँ। अनि क्षेत्रफल जस्तो यता 3 नम्बर बागमती 3 नम्बर प्रदेश हो 13को 3 त्यसरी पनि याद गर्न सक्छौँ। गण्डकी प्रदेश 4 नम्बर 14 को 4। जस्तो 5 नम्बर लुम्बिनी प्रदेश 5 नम्बर प्रदेश 15 को 5। जस्तो 15.14 14.161 यसरी पनि याद गर्न सक्छौँ। अनि कर्णाली प्रदेशको हामीले जनघनत्व कसरी याद गर्ने, कर्णाली प्रदेश चाहिँ 6 नम्बर प्रदेश हो, यो थाहा छ। 6मा 0 थपिदिने, यो चाहिँ 6मा 0 थपेपछि त जनघनत्व भएको। अनि यसरी हामीले सरस्वती यो डाटा याद गर्न सक्छौँ, याद गरिन्छ। यसलाई 1-2 पटक हेरेर यो भिडियो तपाईँलाई कस्तो लाग्यो उही अनुसार के त कमेन्ट गर्न चाहिँ नभुल्नु होला। धन्यवाद।